शुभ प्रभात। चैत 29 गते आइतबारको राशिफल। मेष राशि विशेष कर्म प्राप्तिको योग रहेको छ, तर अवसर र चुनौती एकैसाथ देखिने हुँदा होसियारीका साथ काममा जुट्नु पर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। वृष राशि नयाँ अवसर पाइनेछ, तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीका साथ काममा जुट्नु पर्ला। छिद्र खोतल्नेहरूले दुःख दिनेछन्। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। मिथुन राशि समस्या र अर्थ अभाव एकसाथ देखा पर्ने हुँदा अलि अप्ठ्यारो पर्नेछ। आँटेका काम रोकिने भयले सताउनेछ। गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खिँदा राम्रो हुनेछ। कर्कट राशि रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउनेछ। भौतिक साधन जुट्नाले पेसा व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्गे लाभको योग रहेको छ। सिंह राशि आँट गर्दा काम बन्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ। भौतिक साधन जुट्नेछन्। बल जफती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। कन्या राशि अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मेहनत गर्नुपर्नेछ। स्वास्थ्यको लागि खानपान र विश्राममा ध्यान दिनुहोला। मेहनतको परिणाम भने राम्रै हुनेछ। तुला राशि घर परिवारमा असमझदारी बढ्न सक्छ। खर्च बढ्नेछ। काममा पनि उल्झनको योग देखिन्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। आत्मसम्मानको लागि विवादमा अघि नसर्नुहोला। वृश्चिक राशि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु परे पनि मेहनतले उपलब्धि हात पार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। धनु राशि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मकर राशि सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले काम गर्न हौसला मिल्नेछ। कुम्भ राशि आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छन्। मीन राशि मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धनार्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ।